अहिले हामी यता बिटाउँडा भेलागढी जङ्गल हामी जाँदैछौँ यो हाम्रो शान्ति घाटको लागि हामी अब कसलाई के दिने के गर्ने भनेर सल्लाह गर्नको लागि हामी वडा अध्यक्ष अजय कार्कीजीसँग हामी अहिले लागिरहेको छौँ। अब जङ्गल पुगेर हामी त्यहाँ देखाउँछौँ के हुन्छ कसो हुन्छ है। ह्याप्पी बर्थडे टु यु। ल ताली 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 है ल ल कडा भइहाल्यो नि। यो श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हामीले मूल उद्देश्य चाहिँ यो विश्रान्ति घाट निर्माण गर्ने जुन हाम्रो विशेष गरी 8 नम्बर 7 नम्बर र 9 नम्बरलाई तिनैवटा वडालाई सहायक गर्ने हिसाबले हामीले भेलागढीमा विश्रान्ति घाट निर्माण गर्ने मूल लक्ष्य राखेर श्रीमद् भागवत सप्ताह हामी सबैले साथ सहयोगले पुराण सम्पन्न गऱ्यौँ। अब पुराण सम्पन्न भइसके पश्चात हामीले घाट निर्माणको लागि थोरै समय तत्कालै हामीले गठन गर्ने भन्ने कुरा थियो। विभिन्न प्राविधिक कारणले त्यसको हुन सकिरहेको छैन। आज चाहिँ एउटा प्रोसिडरको रूपमा एउटा प्रक्रियाको रूपमा एउटा समिति बनाएर काम गरौँ भन्ने हिसाबले आज हामी सबै उपस्थित रहेका छौँ। आजको यसलाई औपचारिक भन्दा पनि हामी सबै आजको यो भेलाको सदस्यता ग्रहण गरिदिनु हुन हाम्रो यसै वडाका चितवन नगरपालिका वार्ड नम्बर 8 का वडा अध्यक्ष श्री अजय अधिकारी वडा नम्बर 8 का वडा सदस्यज्यूहरू हुनुहुन्छ भने वडा सदस्यज्यूहरूलाई भेटिरहेको छुइनँ। वडा सदस्यज्यूहरू आउनुहुँदैछ मैले आसन चाहेँ। यसै गरी यहाँ उपस्थित हुनुहुँदै मैले अलिकति समयलाई राख्दै समयको पाबन्दीलाई ख्याल गर्दै मैले यहाँ उपस्थित हुनुहुने हाम्रा सम्पूर्ण मान्यजन यहाँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई मैले यथास्तरमा आसनको निम्ति अनुरोध गर्दै अब हाम्रो जुन समयलाई ध्यान दिँदै मैले अलिकति छोटो रूपमा यसलाई अगाडि बढाउन चाहेँ। हामीले जुन उद्देश्य बोकेर आज विश्रान्ति घाट निर्माण गर्ने भनेर एउटा श्रीमद् भागवत सप्ताह सञ्चालन गरियो। त्यस पछाडिबाट हाम्रो त्यो समिति चाहिँ हाम्रो पुराणको समिति विघटन भइसकेको छ। विगत 20 गते नै हामीले समिति विघटन गरिसकेको छ र अब त्यो निर्माण समिति तय भएपछि त्यो समितिमा त्यो पुराण समितिमा रहेका पैसा पनि उक्त समितिलाई हस्तान्तरण गर्ने भनेको छ। तर समिति बन्नलाई हामीलाई थोरै विभिन्न प्राविधिक कारणले कठिनाइ भयो र अब चाहिँ हामीले समिति बनाउन कति पनि ढिला नगरौँ। सबै हामी सबैको त्यसमा चाहिँ पूर्ण साथ सहयोग। समितिमा म छुइनँ, म समिति बाहिर भन्ने कुरा होइन। हामी सबैले सकेसम्म सबैको साथ सहयोग उति नै रहन्छ र रहनुपर्छ भन्ने कुरा राख्दै अब हामीले यसमा चाहिँ सर्वप्रथम यो अब त्यसो भए यसमा चाहिँ हामीले सुरुमा यो समिति निर्माण गर्न हामीले हाम्रो घाट निर्माण गर्दैछौँ। त्यसैले गर्दाखेरि यी फ्लोरबाट ओपन रूपमा फ्लोर चाहिँ खुल्ला भएको म जानकारी गराउँदै अब हामीले समिति एउटा 4, 9, 11, 13 जनाको एउटा मूल समिति बन्छ। त्यसबाट अब विभिन्न सहयोगी समितिहरू पनि हुन्छन्। हामीले अब अभियान हो एउटा यो ठुलो अभियान हो। यो अभियानलाई सफल पार्नलाई विभिन्न खालका हामीले अरू अन्य समितिहरू पनि बनाएर जान सक्छौँ। त्यो समितिहरू भइहाल्यो। अब मूल समिति अहिले तत्काल चाहिँ हामीले गर्नुभएको छ। र अब यो फ्लोरमा ओपन फ्लोरमा छोडिएको छ। सबैले राम्रा नराम्रा कुरालाई हिजो बिर्सेर आजदेखि हिजो जे गर्नु हामीले छोडिदिउँ त्यसलाई आज गर्ने राम्रा गर्ने भनेर पछि लाग्नु पर्यो। र ओपन समितिका साथीभाइ सबैतिरबाट कुरा आएका मेरो अब नयाँ समितिलाई त्यही शुभकामना पनि गर्ने गर्छु। धन्यवाद। प्रस्तावको रूपमा जस्तै नामावलीहरू यहाँबाट बोल्दा रूपमा त्यो आफ्नो नाम कसैलाई चाहिँ सम्पर्क र म चाहिँ यो घाट निर्माणमा सहयोग गर्न सक्छु भन्ने हुँदाखेरि त्यो पनि आइदियो। अध्यक्ष बनाएर त आउनुपर्छ भन्नुभयो। यो पुराण होला कि नहोला?
आफूलाई पनि पुरानो अनुभव थिएन, होला कि नहोला, होला कि नहोला, यता गयो उता कुद्यो, यता गयो यता गयो गर्दै भगवान्को कृपाले पुराण सफल हो। अलिकति भए पनि पैसा हामीले जम्मा गऱ्यौँ। पहिलो कुरो त के भने, म भद्रपुरको मान्छे, यो बिर्तामठ हो। मैले उताबाट यता आएर हस्तक्षेप जस्तो गरे जस्तो पनि हुने होइन। अनि विभिन्न प्राविधिक कुराहरूमा पनि मान्छेले यसो सुन्दाखेरि के हो, बिर्तामठ 8मा चाहिँ मान्छे छैन तर भद्रपुरको मान्छे लगेर अध्यक्ष बनाएको भन्ने कुरा पनि आउला होइन। अनि मेरो पनि म एक्लो मान्छे, सबैतिर भ्याउनु छ होइन। त्यसको बावजुद पनि पुराण सफल गरियो, अलिअलि पैसा जम्मा गरियो। र मैले पनि ऊ दाजुले भने जस्तै कहिले पनि लो यहाँ आनेरी मैले यति खर्च गरेँ, मेरो चाहिँ यस्तो खर्च भएको छ भनेर मैले बरु मेरो 10-20 हजार 30 हजार गयो होला, मैले त्यहाँबाट कहिले पनि 1 रुपियाँ आश गरिनँ। किनभने यो पुण्य कार्य हो, भोलि मरेर जानुपर्छ। अन्तत गत्वा जति नै कमाए पनि, जति नै ठुलो मान्छे भए पनि मरेपछि ल्याउने ठाउँ यही हो होइन। त्यसैले त्यो लोभ लालच नराखिकन अझै म त के भन्छु भने, अहिले युवाहरूको सुरुवात भएछ देशमा, राष्ट्रिय राजनीतिकदेखि नै युवाहरूको हस्तक्षेप बढेको छ। अलिकति युवाहरू अगाडि बढेर हामी यति गर्न सक्छौँ, भोलि कहीँबाट दाता संस्थाबाट कहीँबाट पैसा पुगेन 2-4 लाख रुपियाँ भने पनि हामी गर्न सक्छौँ भन्ने हिम्मत राखेर चाहिँ अहिलेका युवाहरू आएर यो समिति चलाउने घाटलाई पूर्ण रूपले सफल पार्न सहयोग हुने खालको मान्छे अगाडि बढौँ। अरू मैले भन्नु के छ, म समितिमा बसे पनि नबसे पनि, जता बसे पनि मैले गर्ने सहयोग म निष्पक्ष र इमान्दारीका साथ गर्छु भन्ने मेरो 2 शब्द देखाउँछु। धन्यवाद। धन्यवाद। यो हाम्रो अलिकति ओपन कार्यक्रम भएको हुँदाखेरि अब यसमा चाहिँ हामी जो कहिले पनि हाम्रा व्याख्या राख्न सक्छौँ। यसै गरी हाम्रो समाजसेवी आदरणीय दाइ कृष्णजीलाई पनि दाजुभाइ, हामीले अहिले जुन थालनी सुरुवात गर्न लागेका छौँ, यो एउटा पवित्र पुण्य कार्य हो। त्यसै अनुरूप मैले त अस्ति पुराणमा पनि मैले आफूले बोल्दाखेरि भनेको थिएँ, मैले आफूले सकेको मैले त्यहाँ दिने भनेर घोषणा गरेको छु, त्यो म दिन्छु। र मैले भन्ने साथीभाइहरूलाई अरूलाई पनि भनेको छ, तपाईँहरू बनाउन सुरु गर्नुहोस्। मान्छेको अघि बाबुराम दाइले भन्नुभयो, मान्छेले जतिसुकै सम्पत्ति कमायो पनि, जतिसुकै ठुलो जेसुकै भए पनि अन्ततगत अन्तिममा आएर अन्त्येष्टि हुने ठाउँ यही हो। सबै कुरा यहीँनिर समापन हुने हो त्यो व्यक्तिको। त्यसकारण यो पवित्र कार्य हामीले हाम्रा मातापिताहरूलाई पनि हामीले चाहिँ यहीँ ल्याएर राखेको यो पवित्र स्थल हो। त्यस भएर पनि यो प्रति चाहिँ हामी अझै पनि इच्छुक छौँ हाम्रो परिवार। र त्यसकारण सबैको एक मन भएर यहाँ हिजोका तिता मिठा, हिजोका चाहिँ राम्रा नराम्रा कुराहरू, अवगुणहरू सबै बिर्सिएर एकअर्कामा लागेका लालसनाहरू, त्यस्तो हामीले एकअर्काप्रति बोलेका चाहिँ राम्रा नराम्रा कुराहरूलाई पनि यहाँ बिर्सिएर एउटा यस्तो चुस्त दुरुस्त समिति निर्माण होस्, जो जाँदाखेरि तपाईँको चाहिँ काहीँ दाताकोमा जाँदाखेरि पनि यो मान्छेले चाहिँ खाँदैन भन्ने खालको एउटा भावना बोकेको मान्छे त्यो चाहिँ यहाँनिर त्यो समिति एउटा क्रिएट गरौँ। र हामीले पनि भन्ने ठाउँमा, सक्ने ठाउँमा, गर्ने ठाउँमा सबै कुरा गर्छौँ। अब म आफू त व्यवसायी पनि हुँ, व्यवसायिक भएको हुनाले म आफू सहकारीमा पनि आबद्ध भएको हुनाले म पनि अब यहाँनिर भ्याएर 24 घन्टा काममा चाहिँ समय दिन नसक्ने व्यक्ति हुँ। तथापि पनि मैले सकेको सहयोग मैले हाम्रो चाहिँ सहकारीलाई पनि भनेको छु। थोरै पैसा बोलेको थियो 11,000, त्यो नदिने भनेर अस्ति फोन गऱ्यो। 13 गते मिटिङ छ हाम्रो, त्यहाँनिर लाग्छ मलाई अलिकति केही बढाएर चाहिँ फेरि सम्बोधन हुन्छ होला। म आफू आबद्ध भएको संस्थाबाट पनि त्यस्तै विभिन्न चाहिँ मेरामा आउने पार्टीहरू अरू पनि तपाईँको चाहिँ सरसामान दिने फ्याक्ट्रीका मान्छेहरू कोही आयो भने पनि तिनीहरूलाई पनि म आग्रह गर्नेछु। अब बरु एउटा चाहिँ एउटा समिति क्रिएट भइसकेपछि एउटा रसिद बनाइयो भने एउटा प्याडै म आफू राखेर त्यहाँ जति सक्छ मान्छेसँग लिन सक्छु, त्यो सहयोग म गर्न सक्छु। र यहाँ राम्रो समिति बनोस् र यो समितिले काम यस्तो काम गरोस् कि यो काम देख्ने बित्तिकै हामी कहीँ जाँदाखेरि चाहिँ हामी प्रदेशमा जाउँ या नगरपालिकामा जाउँ, वडामा जाउँ, जहाँ जाँदा पनि यहाँ आएर अवलोकन गर्दा दिउँ
भन्ने खालको एउटा भावना त्यो मान्छेमा चाहिँ नि उत्पत्ति होस्, त्यो मान्छेमा प्रकार होस् भन्ने खालको चाहिँ नि समिति बनाएर यो सरसफाइ गरौँ, काम सुरुवात गरौँ भन्दै मैले गर्ने सबै सहयोग म गर्न यहाँ तत्पर रहेको कुरा यहाँहरूलाई जगजाहेर गर्दै मेरो भनाइ यही अन्त्य गर्छु। धन्यवाद। ल अब यो हामीले अलिकति ओपन लोन गर्दा पनि यसलाई एउटा प्रक्रियागत रूपमा चाहिँ यो नामहरू यसरी यहाँहरूले स्वतस्फूर्त रूपमा नाम आइदियोस् भन्ने चाहना राखेको छ। त्यसैले गर्दा अब पहिला एउटा चाहिँ प्रक्रियाको रूपमा एउटा 3 सदस्यीय निर्वाचन समिति राख्छ, त्यो समितिसँग चाहिँ यहाँहरूबाट नाम आइदियोस्, त्यो अलिक सजिलो होला, अलिक सहजताको लागि एउटा निर्वाचन समिति भनेर बनाउँ। होइन, त्यो भन्दा पनि यहीँनिरबाट यो त्योबाट नाम आइदिए अझ राम्रो। अध्यक्ष र सचिवको नाम दिन पहिला ओपन फ्लोर सबैले विश्रान्ति घाट निर्माणको मूल समितिको अध्यक्ष शमशेर बहादुर विष्ट यो नाम प्रस्तावको रूपमा आएको छ। यसलाई करेक्सन गर्न सकिन्छ। यदि नाममा केही छ भने यहाँबाट प्रष्ट रूपमा नाम आइदियोस्, करेक्सन गर्न सकिन्छ। तर यसै फ्लोरमा, यो फ्लोरभन्दा बाहिर हामीले करेक्सन गर्न पाइने छैन भन्ने रुल्स चाहिँ यसैले बनाएको है। चित्त बुझ्यो भने सबैले 40 ल उपाध्यक्षमा हाम्रो आदरणीय दाइ देवराज उप्रेती, सचिवमा मदन अधिकारी, सहसचिवमा भूपाल अधिकारी। खै उठिदिनु भूपाल अधिकारी अगाडि। कोषाध्यक्षमा कल्पना बराल, सदस्यमा हेमराज भट्टराई, अर्को सदस्यमा सीता पाण्डे प्रसाई, अर्को सदस्यमा विनोद खरेल, बुढाराज भण्डारी, अर्को सदस्यमा केशव घिमिरे, अर्को सदस्यमा गजेन्द्र शेर्पा, अर्को सदस्यमा हाम्रा होनार क्यामेराम्यान कमल मगर डेली, अर्को सदस्यमा काली प्रसाद राजवंशी। हाम्रो जम्मा 13 सदस्य समिति हो। त्यसमा चाहिँ सूर्य प्रसाद विष्ट ल ठिक छ। प्रसाद राम्रै हो, ठिकै छ, प्रसाद राम्रै हो, बहादुर ल सूर्य बहादुर विष्ट है त। यो नाम के प्रस्ताव सर्वसम्मत पारित भयो हो। अब हामीले विश्रान्ति घाट निर्माण गर्ने कि सबैभन्दा पहिला हामीले यो श्रीमद् भागवत सप्ताह ज्ञानबाट यो हामीले विश्रान्ति घाट निर्माण गर्ने थियौँ। यो समिति भनेको एउटा प्रतिनिधि पात्र मात्र हो। तर हामी सबैको दायित्व छ, सबैको जिम्मेवारी छ। किनभने हामी सबैले यसमा चाहिँ सामाजिक, आर्थिक, भौतिक सबैको हामीले श्रीमद् भागवत सम्पन्न गरेका हौँ। त्यसैले यो समितिले गरिहाल्छ नि, समितिले सबै कुरा हो, समितिले गरिहाल्छ नि भन्ने चिज हामी कसैले राखिदिनु भएन। यो भनेको हामीले बनाएको प्रस्ताव ल्याएको रूपमा चाहिँ सबैको साथ सहयोग रहनु पर्यो। र अर्को मूलभूत कुरा चाहिँ के भनेको छ भने हामीले श्रीमद् भागवत सप्ताहलाई थोरै कुरा यो समितिलाई पनि थोरै जानकारी गराए। हामीले श्रीमद् भागवत सप्ताह सञ्चालन गरिरहँदाखेरि त्यो हामीले 10,000 देखि मुन्तिरका रकम चाहिँ पुराणमा खर्च गर्ने, 10,000 देखि माथिका चाहिँ शिलालेखमा नाम लेख्ने, त्यसका पनि कोलमहरू छन् विभिन्न। जस्तै यतिजनाको नाम लेख्ने, 20,000 देखि माथि, 50,000 देखि माथि एकजनाको नाम लेख्ने भनेर उहाँहरूसँग सोही अनुसारको प्रतिबद्धता अपनाएर सोही अनुसारको उहाँहरूले एकजनाको नाम आउँछ भनेर जहाँसम्म लाग्छ। फोटो चाहिँ हामीले 1 लाखदेखि उताको हकमा राखेको थियो है। फोटो सहितको अहिलेसम्मको हकमा है, अहिलेसम्मको हकमा 1 जना मात्रै हुनुहुन्छ है हाम्रो फोटो राख्ने। 1 लाख राजकुमार राई भद्रपुर,
उहाँले फोटो सहितको नाम राख्ने 1,01,000 उहाँले दिनुभएको छ। फोटो राख्ने भए पैसा थपौँ। अब फोटो सहितको राख्ने प्रिन्सिपलका कुराहरू आएका छन् होइन, फोटो एउटा मात्रै होइन, 4वटा 5वटा अब त्यो कोलम अनुसार हुन्छ, 4वटा 5वटा परिवारकै फोटो राख्ने पनि अझै कसैले अझै पनि कोही इच्छुक हुनुहुन्छ भने हामीले शिलालेखलाई अलिकति बढी ध्यान दिउँ। यहाँ धेरै पैसा यहाँ पैसा गएको फेरि गएको हुँदैन है। त्यो नाम राखेपछि 7औं पुस्ता 10औं पुस्तासम्म त रहिरहने हो। रहिरहने हो। त्यसैले गर्दा यो चाहिँ हाम्रो एउटा के हो भने सिद्धिरहने कुरा है यो। र यो विश्रान्ति घाट भनेको चाहिँ हामीले सुरुवात गरेका छौँ, यसलाई भोलि पर्यटनको रूपमा पनि विकास गर्दै जाने। यो एउटा घाटको रूपमा हामीले विभिन्न कार्यक्रियाहरू गर्ने, विभिन्न समुदायहरू पनि आएर चाहिँ यहीँ बसेर कार्यक्रिया गर्ने, त्यो खालको कन्सेप्टले यसलाई तयार गरौँ। र आर्थिक रूपमा चाहिँ अहिले सुरुवात चरणमा कम्ती 9,69,000 जति रहेको पैसा छ, त्यसले बेसिक सुरु गरेर कमसेकम बेस बनाइयो भने डिपिआरको आधारमा, अनि भावी दिनमा पछि हामी विभिन्न मन्त्रालय होइन, पालिकाहरू, नगरपालिका, प्रदेश सङ्घ, विभिन्न मन्त्रालयमा आफ्नो लिङ्कबाट कोसँग कसरी जाँदाखेरि हामीले हाम्रो योजना लक्ष्य पूर्णता गर्न सक्छौँ भन्ने कुरामा सबैले दत्तचित्त भएर मम भएर लाग्नुपर्छ। यसमा चाहिँ हामीले समिति त अब खुल्ली समितिको जिम्मेवारी भयो, तर सबैले गर्नुपर्छ भन्ने मैले राख्दै अब यो मूल समिति जुन हाम्रो मूल समिति बनेको छ, मूल समितिलाई एकचोटि अगाडि आएर सबै क्रमबद्ध रूपमा हाम्रो अहिले त्यो विश्रान्ति घाट निर्माणको सल्लाहकारहरू हामी सबै सल्लाहकार हुन्छौँ धेरै, तर अब अलिकति मूल रूपमा चाहिँ यो समितिलाई विभिन्न विषयमा सरसल्लाह दिनेलाई एउटा मूल समिति बनेको छ। यो सल्लाहकार समिति भनेर यता थोरै सल्लाहकार समिति गठन गरिएको छ। यो सल्लाहकार समितिले चाहिँ यो श्री डम्बरप्रसाद तिमसिनाजीको संयोजकत्वमा सल्लाहकार समिति डम्बरप्रसाद तिमसिना, गोविन्द पाठक, बाबुराम पराजुली, हरिप्रसाद गौतम, लक्ष्मण ओली, कुमार दर्नाल, बद्री प्याकुरेल, हाम्रो बितामोड वार्ड नम्बर 7 है, शान्तिराम निरौला, नवराज खतिवडा, रुद्र बराल, एकराज विष्ट, प्रेम प्रसाद गौतम, गुणराज भण्डारी, फुनिनाथ दुलाल, रमेश गौतम र अनिल गौतम। एकै मिनट ल। आज 2082 साल जेठ 5 गते सोमबारका दिन हामीले 2082 साल वैशाख 6 गतेबाट 13 गतेसम्म सञ्चालन भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञले विश्रान्ति घाट बनाउने जुन मूल लक्ष्य र उद्देश्यका साथ सञ्चालन गरेका थियौँ, त्यो समितिको सचिवको रूपमा रहेर मैले काम गरेको थिएँ। त्यो समितिले आज वास्तवमा हाम्रो जुन लक्ष्य छ त्यो लक्ष्य चाहिँ पूर्णता भएको छ। यसको अर्थ घाट विश्रान्ति घाट बनाउने प्रारम्भिक अवस्थाको निम्ति निर्माण मूल समिति निर्माण समिति आज गठन गरिएको छ र अब हामी तत्कालै यो समिति गठन गरेर चाहिँ आजैबाट हामी काम सुरु गरौँ। आम भेलाले हाम्रो बितामोड नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष, वडा सदस्य, यहाँका आम बुद्धिजीवी, भद्र भला आदमी, स्थानीय नजिकै वार्ड नम्बर 7 सबैको सहभागितामा यो विश्रान्ति घाट निर्माण समिति गठन गरिएको छ। प्रस्ताव नम्बर 1 मा निर्माण विश्रान्ति घाट निर्माण मूल समिति गठन सम्बन्धमा, प्रस्ताव नम्बर 2 सल्लाहकार समिति गठन गर्ने सम्बन्धमा दुईटा विषयमा हामीले यो आम भेलाले छलफल गर्यो। त्यसमा निर्णय नम्बर 1 निर्माण मूल समिति गठन सम्बन्धमा आज 2082 साल जेठ 5 गते बसेको आम भेलाले श्रीमद् भागवतको मूल लक्ष्य विश्रान्ति घाट निर्माण गर्न तपसिल बमोजिमको निर्माण समिति गठन गर्ने सर्वसम्मत निर्णय गरियो। म क्रमबद्ध रूपले अगाडि बोलाउँछु, अगाडि आएर यहाँ आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु है नयाँ समितिलाई। अध्यक्ष श्री शमशेर बहादुर विष्टज्यू, उपाध्यक्ष श्री देवराज, सचिव श्री मदन अधिकारी, सहसचिव श्री गोपाल अधिकारी, कोषाध्यक्ष श्री कल्पना बराल, सदस्य श्री हेमराज भट्टराई, सदस्य श्री
सीता पाण्डे पर्साई, सदस्य श्री विनोद खरेलजी, सदस्य श्री सूर्यबहादुर विष्टज्यू, सदस्य श्री केशव घिमिरेज्यू, सदस्य श्री गजेन्द्र शेर्पाज्यू, सदस्य श्री कमल मगर डेरी संचार, डेरी संचार, सदस्य श्री काली प्रसाद राजवंशीज्यू। यति हाम्रो मूल समिति, विश्रान्ति घाटको मूल समिति। अलि राम्रोसँग बस्नु दिनु। सल्लाहकार अब हामीले सल्लाहकार समिति चाहिँ आज बसेको निर्णय नम्बर 2 मा सल्लाहकार समिति गठन सम्बन्धमा व्यापक छलफल गर्दा आज बसेको आम भेलाले श्री डम्बर प्रसाद तिमसिनाज्यूको संयोजकत्वमा तपसिल बमोजिमको सल्लाहकार समिति गठन गरियो, जस अन्तर्गत सल्लाहकार सदस्य क्रमबद्ध थप गर्दै जाने समेत सर्वसम्मत निर्णय गरियो है। सल्लाहकारहरू पनि थप गर्दै जान सकिन्छ। अहिले प्रारम्भिक रूपमा आएका सल्लाहकार समितिहरू संयोजक श्री डम्बर प्रसाद तिमसिनाज्यू, सदस्य श्री हरि पाण्डेज्यू, सदस्य श्री हरिप्रसाद गौतमज्यू, सदस्य श्री पुण्य प्रसाद लम्सालज्यू सल्लाहकार सदस्य, सदस्य श्री बाबुराम पराजुलीज्यू, सदस्य श्री गोविन्द पाठकज्यू, सदस्य श्री एकराज विष्टज्यू, सदस्य श्री नवराज खतिवडाज्यू, सदस्य श्री शान्तिराम निरौलाज्यू, सदस्य श्री बद्री प्याकुरेलज्यू, सदस्य श्री मनोज दाहालज्यू, सदस्य श्री फुनीनाथ दुलालज्यू, सदस्य श्री गुडाराज भण्डारीज्यू, सदस्य श्री अनिल गौतम महाफै, सदस्य श्री कुमार दर्नालज्यू, सदस्य श्री सोयालाल राजवंशीज्यू सल्लाहकारको, सदस्य श्री औली प्रसाद सिटोलाज्यू, सदस्य श्री प्रेम पौडेलज्यू, सदस्य श्री रुद्र बरालज्यू, सदस्य श्री प्रेम प्रसाद गौतमज्यू, सदस्य श्री इन्दिरा पाण्डेज्यू, लक्ष्मण ओलीज्यू, सदस्य श्री लक्ष्मण ओलीज्यू र क्रमबद्ध रूपमा हाम्रो सदस्यहरू अरूको यहाँ सदस्य हुन्छ बित्तामोडा 8 निवासी अगमबहादुर बुढाथोकीज्यू। यसै गरेर हाम्रो यो मूल समिति, विश्रान्ति घाटको मूल समिति र सल्लाहकार समिति सदस्य श्री राजकुमार कार्कीज्यू, सदस्य श्री रमेश गौतमज्यू अगाडि आए, सदस्य श्री यो सल्लाहकार समिति भयो ओम प्रकाश उप्रेतीज्यू, सदस्य श्री हाम्रो सुबोध कर्णज्यू सल्लाहकार, सदस्य श्री प्रेम प्रसाद गौतमज्यू, मैले अघि बात रविन चुडालज्यू, सदस्य श्री राजन दुलालज्यू, हामी सबै त्यसका सदस्य हौँ। अब मैले सबै काम वास्तव गर्न समयको अभावले यति गरेँ र हाम्रो यो निर्माण समिति पहिला कुरा त हामी सम्पूर्ण विशेष गरी हामी बितामोडा 8 मूल समिति र सल्लाहकार समिति दुवैलाई संयुक्त रूपमा अबिर लगाएर हाम्रो बितामोड वार्ड नम्बर 8 का वडा अध्यक्ष श्री अजय बहादुर कार्की, सदस्य सोहेलाल राजवंशी, सल्लाहकार समितिका संयोजक डम्बर प्रसाद तिमसिनाज्यू लगायतले अबिर लगाएर उहाँहरूलाई सम्मान जनाउन आवेदन गर्छु र क्रमबद्ध रूपमा अध्यक्षज्यू शमशेर बहादुर विष्ट, सबैजनाले जोरदार तालीले सम्मान गर्नुहुन्छ। बधाई छ सल्लाहकार सदस्य श्री चन्द्रप्रसाद के एक दुई शब्द जाओस् त। शब्द एकदम राम्रो टिम बनेको छ, एनर्जेटिक टिम बनेको छ है। अब यो घाटलाई चाहिँ कसरी हुन्छ सबैजना लागेर सम्पन्न गर्नुपर्छ। धन्यवाद। हाम्रो कालीप्रसाद भाइ आजको यहाँ उहाँ हाम्रो बित्तामोडा 8 निवासी पनि हुनुहुन्छ, उहाँ हाम्रो निर्माण व्यवसायी पनि हुनुहुन्छ र यो आजको बनेको समितिको सदस्य पनि हुनुहुन्छ र उहाँ यो निर्माण व्यवसायीको अनुभवी व्यक्ति
भएको कारणले र उहाँले आजको यो काम ढिलो भयो सुस्त भयो किन भयो यसलाई सुरु गरौँ भन्ने कुराले यो समिति गठन हुन्छ हुँदैन समिति बस्छ भन्ने कुराहरू पछि उहाँले हिजै यो पैसा जम्मा गरिदिनु पर्छ जम्मा गरिदिनु भएको छ आजको जेसिबी आउँदैछ तेल हाल्दैछ आजको जेसिबी खर्च बापत 17,000 रुपियाँ पैसा उहाँले नगद पैसा जम्मा गरिदिनु भएको यो समितिको समितिको हस्तान्तरण गरिदिनु हुन अनुरोध पनि गर्दछु ल सुरुवाती भएको छ र कालीप्रसाद भाइलाई धेरै धेरै धन्यवाद र उहाँ समितिमा हुनुहुन्छ आएर यसरी नै यो समितिमा बसेर सदैव यसरी सल्लाह दिँदै काम गर्ने अनुरोध गर्दै मेरा दुई शब्द यहाँ गर्छु धन्यवाद हामी आज भनेको 2082 साल जेठ 5 गते सोमबार हामीले श्रीमद् भागवत सप्ताह सञ्चालन गरी सम्पन्न गरी अब हाम्रो श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ मूल समितिका अध्यक्ष बाबुराम पराजुलीज्यू त्यहाँबाट निस्किसक्नु भएको छ त्यसैले गर्दा म उक्त समितिको सचिव अनिल गौतमले यो चिज यो माइनोर चिज म अध्यक्षज्यूलाई हस्तान्तरण ल अहिले हाम्रो जेसिबी फाइनली आइसकेको छ कामको लागि वडाक्ष एकदमै यहाँ समय तोके अनुसार हाम्रो काम सुरु भइसकेको छ आज बिहानैदेखि है आज हामीले बिहानै सबैजना जोडिएर शान्ति घाटको लागि अध्यक्षहरू सदस्यहरू सबै छानिसकेका छौँ है नि आज छानेको 1 घन्टा नभइकन हामीले फेरि यो काम सुरु गरिसकेका छौँ अलिकति 2-4 दिन ढिलो भयो है त्यसको लागि चाहिँ क्षमा प्राप्ति छौँ हामी र आजदेखि हाम्रो काम एकदमै सुरु भइसकेको छ अब अपडेटहरू आइरहनेछ होइन सबैजनाले सेयर गरौँ लाइक गरौँ कमेन्ट गरौँ चित्त नबुझेको कुराहरू सबैले गर्दा हुन्छ ल फ्रम ट्राभलिङ डेटिङ फ्रम झापा भित्र धन्यवाद